प्रियंका कार्कीका पूर्वपति रोचक मैनाली विवाह बन्धनमा बाँधिन लागेका छन्। अमेरिकामा बस्दै आएका रोचकले प्रियंकासँग सम्बन्ध विच्छेद गरेको 7 वर्षपछि अमेरिकामै बस्ने अनुष्मासँग कानुनी विवाह गर्न लागेका हुन्। यसअघि रोचकसँग प्रेम विवाह गरेकी प्रियंकाले चलचित्र क्षेत्रमा काम गर्ने क्रममा रोचकको साथ नभएको भन्दै सम्बन्ध विच्छेद गरेकी थिइन्। यता प्रियंका कार्की भने काम गर्दा गर्दै बेहोस भएर ढलेकी छिन्। चलचित्र राधेको गल्ती हुन सक्छ बोलको गीत छायाङ्कनको क्रममा नायिका प्रियंका कार्की बेहोस भएको खबर आएको छ। निर्माता सुशील पोखरेलका अनुसार निखिलसँग पर्यटकीय नगरी दोलखाको कालिन्चोको चिसो हिउँमा छायाङ्कन गर्ने क्रममा प्रियंका बेहोस भएकी हुन्। बेहोस भएकी प्रियंकाको 10 मिनेटपछि होस आएको जानकारी छ। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ। जगदीश्वर थापाको निर्देशनमा रहेको राधेको अब केही दृश्य खिच्न बाँकी रहेको जानकारी सुशील पोखरेलले दिएका छन्। चलचित्र युनिटका अन्य सदस्य पनि अस्वस्थ भएपछि तत्काल सुटिङको काम रोकेर राधे युनिट काठमाडौँ फर्केको छ। चलचित्र राधेलाई पनि निर्माण टिमले नयाँ वर्ष 2074 सालको मौकामा रिलिज गर्ने तयारी गरेको छ। यसअघि पनि प्रियंका एक कार्यक्रममा सहभागी हुने क्रममा बेहोस भएकी थिइन्। यो खबर हामीले फर्सी नेटवर्क.com बाट लिएका हौं।